हुन त भन्ने गरिन्छ दासहरूलाई के को अस्पताल, के को रोजगारी अनि के को शिक्षा स्वास्थ्य उनीहरूलाई त बस आफ्नो मालिकको गुणगान गाउन पाए भइगयो। सन्दर्भ हो देउवा दम्पति आफ्नो सामान्य उपचारको लागि सिङ्गापुर हिँडेको विषय। आज एउटा प्रश्न मनमा लागेको छ, यो देशमा 30-40 वर्ष शासन गर्दा पनि देश र जनताको लागि परको कुरा हो। आफ्नो लागि पनि एउटा अस्पतालसम्म बनाउन नसक्नेहरूले फेरि पनि यो देशमा शासन गरिरहनु पर्ने। आखिर हामीले यो कुरा आज नबुझे कहिले बुझ्ने? कि हामी सधैँ दासको उपमा चिनिरहने हो त? आज एमाले काङ्ग्रेस माओवादीमै आस्था राख्नेहरूलाई म भन्न चाहन्छु कि तपाईँहरूले खोजेको नेता यस्तै हो, तपाईँहरूले चाहेको विकास यस्तै हो त? यदि यस्तै हो भने मेरो भन्नु केही छैन। मैले फेरि पनि भने दासहरूलाई के को रोजगारी, के को अस्पताल, के को शिक्षा अनि स्वास्थ्य उनीहरूलाई त बस आफ्नो मालिकको गुणगान गाउन पाए भइगयो। तर एउटा प्रश्न फेरि पनि भन्दैछु कि हामी सधैँ दास मात्र बनिराख्ने हो त? के सधैँ अरूलाई मात्र दोष दिएर आफू उम्किरहने हो त? आज भनौँ न, यो देश बिग्रिनुमा एमाले काङ्ग्रेस माओवादीलाई दोष दिन्छ, काङ्ग्रेसले एमाले माओवादीलाई दोष दिन्छ, माओवादीले काङ्ग्रेस एमालेलाई दोष दिन्छ। तर तपाईँहरूले यो देश नबिगारेको भए आखिर कसले बिगार्यो त? एकचोटि आफ्नो पार्टीको लागि नासै, आफ्नो पदको लागि नासै, यो देशको लागि एकचोटि हाम्रा नेताहरूले के गर्यो भन्ने कुरा मनन गर्नु पर्दैन?